नमस्कार, म दीपक बोहरा, पत्रकार। खास गरी होली पर्व फागुनको पूर्णिमाका दिन, फागु पूर्णिमाका दिन यो होली पर्व मनाउने गरिन्छ। नेपाल र भारतमा चाहिँ खास गरी यो होली पर्वलाई विशेष पर्वका रूपमा मनाउने गरिन्छ। हिन्दू धर्मसँग जोडेर यो पर्वलाई मनाउँदै आइरहेको छ। विगतदेखि नै यो पर्वलाई भव्य सभ्य तरिकाले मनाउने गरिन्छ। खास गरी भगवान विष्णुसँग जोडेर यो पर्वलाई मनाउने गरिन्छ। भगवान विष्णुका भक्त लाई चाहिँ उनकी फुपू जो भगवान विष्णुका भक्त चाहिँ प्रहलाद हुनुहुन्थ्यो। उनकी फुपूले चाहिँ प्रहलादलाई आगोमा जलाउन खोज्दा उनकी फुपू नै चाहिँ आगोमा जलेको र प्रहलादलाई चाहिँ केही नभएको का रूपमा चाहिँ यसलाई विश्वास गरेर यो पर्व मनाउने गरिन्छ। खास गरी यो पर्वलाई एउटा भातृत्व, एउटा विगतमा भएका कटुता, विगतमा भएका चाहिँ कमी कमजोरीलाई सच्याउँदै एउटा उत्साहको पर्वका रूपमा यो पर्वलाई मनाउने गरिन्छ र यो वसन्त ऋतुको आगमनको एउटा सन्देश पनि यो पर्वले दिने गर्दछ। खास गरी वसन्त ऋतुको आगमनसँगै वसन्त ऋतुलाई स्वागत गर्ने पर्वका रूपमा पनि यो पर्वलाई विगतदेखि नै मनाउँदै आइएको छ।